ओके गाइस, सो अहिले चाहिँ यहाँ बिहानको 4 बजेको छ। हामी अघि 3 बजीतिर उठेर आज चाहिँ एक ठाउँ जाँदैछौँ हामी, जुन चाहिँ संसारको थर्ड मोस्ट ब्युटिफुल बिच भनेर पनि भोट गरिएको छ। यता केटाहरू पनि रेडी छ, म तपाईँलाई देखाउँछु नि। मामा एकदम रेडी आज? भाइ रेडी? 4 बजी छ, 1 घन्टा परको हामी 1 घन्टा फेरीमा चढ्नुको लागि अब त्यहाँ पर जानुपर्ने छ। एकदम कुशल रेडी? जन पनि रेडी हुँदैछन्। एक्साइटेड छौँ आज। ओके, सो हामी यस घरि सिटभित्र पसेका छौँ, लाइनमा छौँ, हाम्रो सिटतिर जाँदैछौँ। माथि जाउँ होला नि, तपाईँ बस्नुपर्छ। यहाँबाट किन्नुपर्छ होला अर्जुनले कतै। सो हामी बोटभित्र आयौँ। बोट पनि नभनौँ, सिप हो, फेरि हो। आयौँ, तर के रहेछ भन्दाखेरि यो चाहिँ बस जस्तो रहेछ। कारण ओसन भएको कारणले गर्दाखेरि बाहिर त्यस्तो साह्रो मान्छेलाई खोला जस्तै माथि ड्याकमा ओपनमा बस्नु नदिँदो रहेछ। सो सरी, मलाई चाहना थियो तपाईँहरूलाई देखाउँ भनेर। तर त्यो ठाउँ पुगेपछि म तपाईँलाई मजाले देखाउँछु। अहिले चाहिँ हामी देखाउनुपर्छ कि विन्डोदेखि देखाउँछौँ हामी तपाईँलाई। तर यो चाहिँ बस जस्तै रहेछ, तपाईँलाई म देखाउँछु। सो यस्तो रहेछ सिपभित्र चाहिँ। यहाँ विन्डो छ, त्यति हो। अहिले वेभ पनि स्ट्रङ भएको कारणले गर्दाखेरि एटलान्टिक ओसनको। र तपाईँलाई हामी डेस्टिनेसन पुगेपछि मजाले देखाउँछौँ। डेस्टिनेसन हामी कुशल कुशल क्यामेरा नर्छ ल उठा के उठा आइपुग्यौँ। सो अब यहाँ जिप रेन्ट गर्दैछौँ हामी। It has liability insurance, collision insurance is optional. सो यहाँ जिप रेन्ट गर्दैछौँ। If you want it, it's $50. Okay, so I would take the driver. Who's the driver? The person who's gonna rent. If you want to take one passenger, that's okay. I just cannot take everybody. We're just 2-minute drive away. You pick up the car and then दुईजना गएर आउनु ल। सो मनिष र जन पिकअप गर्न जाँदैछौँ गाडीलाई। हामी एकछिन बसेर यो कुखुरा यहाँ र कराउँदैछ त ओइ। जन र मनिषी जिप लिन गएको छन्, यहीँ आउँछन् 2-3 मिनटमा। एकदम राम्रो रहेछ सहर चाहिँ, तर अलिक विन्डी। कुखुराहरू नि बाहिर ओपन हुन्छ त नेपालकै याद वेल रेन्टेड वान। थ्याङ्क यू। लाउनु यहाँ केही छैन तर ल आज अलराइट चलाउँ त। ओके, हाम्रो गाडी पनि आइसकेको छ। अब खाजा टाइम। Let's go get some coffee. How you doing, bro? Doing good, buddy. त वेदर एकदम राम्रो नि, न चिसो न शीतल रहेछ क्या। Let's get some caffeine. कफी खाउँ। तपाईँहरू गाडीले जाँदाखेरि कुशल र म गएर आयौँ नि त समुद्रमा। चिसो चिसो शीतल। पानी चिसो त हैन होला। त्यत्रो चिसो छैन, शीतल। सुक्नुमा डुब्ने ट्राफिक अहिलेको लाउँछु ल कुलेब्रा कफी भन्ने ठाउँमा छ। कुलेब्रा कफी त उति अगाडि गर्दा भयो नि। ए हो त्यही अगाडि थियो हामीले तिमीले रोकाएको थियौ। हो सो अब चाहिँ हामी आइपुग्यौँ कि नरिवल फल्दैछ। त्यही जाऊ हामी आइपुगेका छौँ। आज एकदम हावा पनि स्ट्रङ चलिरहेछ। सो स्विमिङ खेल्न पाउँदैन भनेको छन् उनीहरूले। वेभ्सले गर्दा स्विमिङ चाहिँ खेल्न पाउँदैन अरे, तर एकदम सुन्दर। लाइफ गार्डहरूले यहाँ
एकदमै सुन्दर रहेछ। मैले तपाईँलाई अघि नै भने तेस्रो सुन्दर ब्रिज भनेर नाम आएको थियो र अहिले हामी चाहिँ स्विमिङ पनि खेलौँ भनेको तर लाइफ गार्ड कम्पनीले खेल्नु पछाडि उनीहरूले भनेका छन् एकदम समुद्रको वेभ एकदम स्ट्रङ छ, आज विन्डी छ, यसकारण तपाईँले स्विमिङ खेल्न पाउनुहुन्न। वेभ तपाईँले देख्यो, वेभ एकदम स्ट्रङ भइरहेको छ। तरै पनि स्विमिङ खेल्न नपाए पनि दृश्य एकदम राम्रो, नरिवलको रुखहरूको नरिवल फलिरहेको छ, एकदम सुन्दर। यहाँ लाइफ गार्ड छैन, यतादि उता गएपछि चाहिँ लाइफ गार्ड रहेनछ। यो नागेर चाहिँ हामी अघि बढ्छौँ, यता चाहिँ आफ्नो ज्यान आफै बचाउनु पर्ने रहेछ, कारण यो काटेपछि चाहिँ लाइफ गार्ड छैन, डुबे पनि आफै बचाउनु पर्ने रहेछ। भाइले नरिवलको रुख के भन्छ ब्रो, के गरेको यहाँदेखि आफै झरेको झराको ठाउँ त राम्रो नि एकदम। सो एकदम स्ट्रङ विन्ड भइरहेछ अहिले। जाउँ अब खाजा खान। स्टिक मगाऊँ क्या बिफ फ्राई लगा 2 string. Can you do in the 2 different bag? हामी अर्डर गर्दैछौँ। मोची क्र्याबको हालेको छु। मोची स्क्रिनको क्र्याब श्रिम्प कसो स्क्रिम देख्न मेरो क्र्याब त्यही त। आज भइगा भोलि चाहिँ के छ हाम्रो प्लान? कुशल कुशल होस् भोलि हाम्रो सेन्ट्रल पोर्टरिको सेन्ट्रल पोर्टरिको एडजर्ट टेस्ट भन्ने गाउँ केही छैन, हुन्छ त्यस्तो। स्पेनिस अब अर्कै भयो मलाई नि साह्रै पर्छ यार, कस्तो भाषाहरू एडजन्टेज गाउँ त्यो चाहिँ के हो? भन्छ कहाँ रे भाइ गाउँ नेपालको जस्तै एकदम राम्रो छ। भोलि देखाउँछु नि हामी। ओके भोलि हेर्नुहोस् है, तपाईँले यो ब्लग हेरेपछि तपाईँ भोलिको ब्लगमा हेर्नुहोस्। तर आजको सके छैन है, हेरिरहनुहोस् न अन्तसम्म, अझै हामी जाँदैछौँ। सरी उहाँको घर रहेछ यो बनाउँदै गरेको, राम्रो मान्छे हुँदो रहेछ। हामीलाई बोलाएर उहाँले भिडियो खिच्न दिनुभयो। वाट्स दिस प्लेस कल्ड? Aires Bucanero. This is your house or you building a ranch? Oh, congratulations. We're just putting in the trees now. Oh, So beautiful. उहाँले यहाँको मान्छेमा पनि एकदम राम्रो क्या, हामी चिन्दैनौँ पनि तर घरमा यसरी नि बोलाएर चाहिँ भिडियोहरू खिच्छ। यो नि हाम्रो के हो त मतलब तर मतलब मेन लाइन तर घाँसहरू नटेक्दैन बिचराको प्लान गरेको चाहिँ एकदमै राम्रो मान्छे। हामी चिन्दैनौँ पनि थियौँ, सोधेको मात्र थियौँ। भित्र कन्स्ट्रक्सन भित्र बोलाएर यो हामीलाई देखाउन दिनुभयो उहाँले। सबै आइल्यान्ड अब त्यहाँ जानु पर्यो भने बोटमै जानु पर्यो होइन? सानो सानो आइल्यान्ड हुँदो रहेछ क्या आफ्नो ठाउँ। साह्रै सुन्दर परको दिएको हामी है सानो भयो कहाँ पर एकदम राम्रो। त बाबे पनि राम्रो रहेछन् बिचरा, हामीलाई भन्दै थिए आउनुभन्दा अगाडि यो सबै गडको हो, परमेश्वरकै हो, हाम्रो होइन, तपाईँहरू आउन सक्नुहुन्छ भनेर मजाले बाबेले हामीलाई निमन्त्रणा दिएर त्यहाँ प्रपर्टीमा गएर हामीले खिच्न पायौँ। जिप हो है, ऱ्याङ्गलर Alright. स्पिड लगाउँ। Anos.
सो अब बिचहरू पनि घुमिसक्यो यसो लन्चको टाइम भएर चाहिँ यहाँ यो चाहिँ संसारको सबैभन्दा टप 10 मा आउँछ अरे स्यान्डविच ट्राई गर्दैछौँ त्यही भएर चाहेको मलाई आज त होटेलमा जानेवाला थियो हचस लिएर आएको ब्रो कफी पनि छ कस्तो भयो आमा रियाक्सन साह्रै मिठो छ सादा चिकन स्यान्डविच अर्जुन स्पेनिस बोल्दैछ ओइ रुख भाँचिन्छ भाइ भाउ रुख भाँचिन्छ अर्को तिमी एक्लै हल्ल्यौ भने सक्यो रिल्याक्स है अहिले अहिले आई थिङ्क 1 घन्टा पछि हामी त्यही सिपमा चढ्छौँ बसिनुको लागि अहिले एकछिन रेस्ट गरेको हिँड्दा है सबै कोही बेला नि सिटामा बस्नु पनि काठमाडौँ त झ्याप्प निदाउँथ्यो नेपालमा धेरै देखिन्छ छेपारो लामो समय हो कि भित्ती हो यो छेपारै होला तर अलिक सानो भित्तीको पुच्छर र छेपार के हुन्छ हे बडी हे बड सो यहाँ हामी कोकोनट आइसक्रिम खाँदैछौँ Very good, brother. I'm glad you enjoy. Thank you. यसको कारो कोकोनट Senior. नेपाली यिनीहरूले यहाँ स्पेनिस बोल्नुपर्छ आए फ्याल्दा खानेर चिसो भयो यसले कुटेर खायो त्यसले खोसेर खायो त चिसो भयो यो होला यो भन्दै होला यो भन्दैछ यो चाहिँ बलिएर छ रोमन निस्केको छ मेरो चिसो भएर नगयो ठुलो आयो ठुलो राजा भाले आए हेर सरलाई के मिलिदिन्छ होला आयो ल ओके फाइनली यहाँको यात्रा सकेर अब फर्किँदैछौँ हामी अहिले चाहिँ अप्पर डेकमा छौँ बिहान चाहिँ साह्रो तुफान चलेको कारणले गर्दा हामी भित्रै बस्नु पर्यो अलाउड थिएन आज चाहिँ मजाले माथि छौँ समुद्र देख्छौँ छाल पनि देख्छौँ वेदर राम्रो भएको छ बेलुका चाहिँ अब 1 घन्टा छ मनोज के बोल्नु छ जहाँ त्यस्तो भइरह नि समुद्रको पानी संसारकै ठुलो समुद्र यो चाहिँ एटलान्टिक ओसन कहिले माथि कहिले मुनि कुशल बिचरा बसेको बस्ने छ बल्ल बल्ल आँट गरेर ए कस्तो हुँदैछ एकदम नि मौसम पनि एकदमै बजेट फ्रेन्डली कतिमा हो यसको प्राइस भने अरू मान्छे पनि सायद आउन चाहन्छन् भ्लग हेरेर $4 मात्रै $2 कति घन्टा 1 घन्टा आधीको जस्ट $2 अनि यस्तो एटलान्टिक ओसन ओहो त्यो चिप हो नि
फेरि पनि पुरुरीको फेरि पोर्टोरिको फेरि 1.5 घन्टा जानु 1.5 घन्टा आउनु $2 मात्रै 4 टोटल 1 वेको 2 वेको $4 मात्रै मेबी इटली होइन अनि यस्तो गहिरो सागर देख्नुहुन्छ तपाईँले $4 मा हेर्नुहोस् त छेउछाउमा पानी छाम्ने गरी पानी त के भन्नु यस्तो राम्रो ठाउँ जानु पाइन्छ अँ। होइन वरको ठाउँमा थियौँ हामी एटलान्टिक ओसन हेर्नुहोस् न यहाँ हेर करा ब्यागले त हामी हालौँ काँचो आँप धेर नला ब्रो अहिले जहाज निक्लिने बित्तिकै यहाँ आँपको बोट पो रहेछ त कहाँ पाएको छ अरे ओ बिएन ग्रासियस देखाउँदै हुन्छ उहाँले ओहो त ओ माई गस त्यहाँ पाकेको रहेछ हेर त ब्रो यहाँ माथिबाट हेर त थ्याङ्क यू को चढ्छ यहाँ रुखमा तर मामा होइन माथि गाह्रो। भाइ पाकेको झार नि अर्को देखाउ त ओहो नखाऊ न गुल्ली घरमा लगाउनु न किन लाग्यो मनिषले झारे सबैले खाऊ न त हामी देख्छ क्या देखाउ त ल रेडी ब्लगमा जाँदैछ ब्रो यो आँप अहिले भर्खर परबाट झारेको मम्मी नेपालको जस्तै टेस्ट उधार त्यसरी होइन क्या कसरी क्या मिठो हुँदो रहेछ ब्रो साँच्ची अर्को दिन त मलाई त्यसरी होइन क्या यहाँ दुलो बनाऊ होइन दामी चुस यसरी चुस न अर्जुन र मैले भर्खर यो झारेको छौँ एकदम अर्ग्यानिक आँप कस्तो छ यो अर्जुन यु ट्राई सो स्वीट Amigo! Papi, good! साँच्ची नेपालदेखि आएदेखि नेपाल उसले के भन्न बुझेको छैनौ तर नेपालदेखि आएदेखि पहिलोचोटि यसरी खाएको See, Papi! मी आफ्टर 15 years हो कस्तो बोले यार ब्रो या फोटो खिचौँ बिचारा यसले त्यसलाई 5 रुपियाँ दिउँ न नि बिचरा यसले हेल्प गर्दै दिउँ पैसा हसिल भाइले काँचै मात्रै झऱ्यो बिचरा बाबुले देखाएका छन् यसलाई पैसा दिउँ काँचै झऱ्यो नि त बेसी ग्रासियस मुचो ग्रासियस दिउँ नि यसलाई बिचरा टिप अलराइट थ्याङ्क यू बल्ल बल्ल हामी घर पनि आइपुग्यौँ वी आर अल टायर्ड गलेका पनि छौँ लामो यात्रा फेरि बिहान 3 बजी उठेर हामी गएका थियौँ सो थ्याङ्क यू तपाईँले अन्तसम्म हेरिदिनु भयो हाम्रो डे 1 र डे 2 तर खासै डे 1 कै आधी भनौँ न कारण हिजो राति बेलुका आएको कारणले गर्दाखेरि थ्याङ्क यू तपाईँ पर्खिनुहोस् हामी दोस्रो दिनको पनि तपाईँलाई हाल्नेछौँ भोलि चाहिँ हामी इफ आम नट रङ हाइकिङ या रेन फरेस्ट जाँदैछौँ राइट मनिष सो हाइकिङ या रेन फरेस्ट जाँदैछौँ सो त्यसको लागि पनि स्टे ट्युन हुनुहोस् थ्याङ्क यू अल